आज ईसीडीसी स्कुलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका संस्थापक सदस्य श्री टीबी राईज्यूको सक्रिय सहयोगमा र आत्मा पवित्र स्पोर्ट्स क्लबका जेनजी भाइहरूको सहकार्यमा यो अभियान सफलतापूर्वक सम्पन्न गरिएको हो। कार्यक्रमको उद्देश्य विद्यालय परिसरलाई सफा, स्वच्छ र सुरक्षित बनाउने रहेको थियो। विद्यालयको भवन, खेल मैदान, शौचालय र वरिपरिका क्षेत्रहरूमा शिक्षक, क्लबका सदस्य तथा स्थानीय स्वयंसेवकहरूको सहभागितामा सरसफाई गरिएको थियो। यस अभियानले विद्यार्थीहरूमा स्वच्छता र सामूहिक जिम्मेवारीप्रतिको चेतना बढाउने अपेक्षा गरिएको छ। संस्थापक सदस्य श्री टीबी राईज्यूले विद्यालय केवल पढाइका लागि नभई आचरण र जीवनशैली सिक्ने माध्यम पनि हो भन्दै सरसफाई जस्तो व्यावहारिक कार्यले बालबालिकामा अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास हुने बताए। उहाँले आत्मा पवित्र स्पोर्ट्स क्लबप्रति विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दै यस्ता सकारात्मक पहल निरन्तर रहिरहोस् भन्ने आशा व्यक्त गर्नुभयो। त्यस्तै आत्मा पवित्र स्पोर्ट्स क्लबका प्रतिनिधि जेनजी भाइहरूले समुदायमा सरसफाई र सचेतनाको सन्देश फैलाउने उद्देश्यले विद्यालयबाट अभियान सुरु गरिएको बताए। क्लबले आगामी दिनमा अन्य विद्यालय र सार्वजनिक स्थानहरूमा पनि यस्ता अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ। कार्यक्रमको अन्त्यमा विद्यालय प्रमुखले सहभागीहरूलाई धन्यवाद दिँदै सरसफाई र वातावरणीय सचेतनालाई विद्यालयको नियमित गतिविधिमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।